हामीले मधुवन नगरपालिकामा यो मधुवन नगरपालिकाको पहल कदमीमा यो नेपाल सरकारले तोकेको न्यूनतम समर्थन मूल्य जुन एमएसपी छ, मिनिमम सपोर्ट प्राइस, त्यो धान चाहिँ हाम्रो मधुवन नगरपालिकामा सहकारी मार्फत धान खरिद गराउन र नेपाल सरकारले तोकेको एमएसपीलाई कार्यान्वयन गराउनका लागि अनुगमनको काम हामी गरेका छौँ। र यो धान खरिद कार्यको लागि चाहिँ हामीले मधुवन नगरपालिकाका 4वटा सहकारी सङ्घ संस्थालाई योभन्दा अगाडि असोजको 24 गते हामीले चाहिँ मेर्साको संयोजकत्वमा यो सहकारी सङ्घ संस्थासँग चाहिँ बैठक बसेर नेपाल सरकारले तोकेको न्यूनतम समर्थन मूल्यको धान खरिद गर्ने सहकारी सङ्घ संस्थालाई सूचीकृत गराएर उहाँहरूलाई चाहिँ धान खरिद गर्न लगाएको। मधुवन नगरपालिकाको नगरसभाबाट चाहिँ बजेट विनियोजन भएर सहकारी इच्छुक सहकारी सङ्घ संस्थालाई चाहिँ न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न सक्ने सहकारी सङ्घ संस्थालाई उहाँहरूको व्यवस्थापन, जुन खरिद गरेको धानको व्यवस्थापनका लागि भण्डारण, गोदाम, तौल काँटादेखि लिएर विविध कार्यको लागि चाहिँ प्रोत्साहन गर्ने भनेर चाहिँ 10 लाख रुपियाँ चाहिँ बजेट विनियोजन भएको थियो। गत साल हामीले 4वटा सङ्घ संस्थालाई चाहिँ समान हिसाबले पर्ने गरी चाहिँ दामासाही हिसाबले रकम प्रोत्साहन स्वरूप दिएका थियौँ भने यस आर्थिक वर्षमा पनि 10 लाख नै बजेट विनियोजन भएको छ। तर पोहोर सालभन्दा यो वर्ष चाहिँ धान खरिदको अहिले लगभग 11,000 तपाईँको चाहिँ 11,090 क्विन्टल धान खरिद भइसकेको छ। अझै धान खरिद्ने प्रक्रिया जारी भएको हुनाले र उहाँको लक्ष्य अनुसार चाहिँ लगभग 1700देखि लिएर चाहिँ 17देखि 18,000 क्विन्टल धान चाहिँ खरिद हुने उहाँहरूको लक्ष्य रहेको छ। र यो बजेट अपर्याप्तता छ। नेपाल सरकारले जुन सहकारी सङ्घ संस्था मार्फत धान खरिद हुन्छ, नेपाल सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिदिन्छ। उक्त सहकारी सङ्घ संस्थालाई धान खरिद गर्ने सहकारीलाई प्रोत्साहन गर्नका लागि प्रति क्विन्टल 112 का दरले प्रोत्साहन रकम उपलब्ध गराएकै छ। सो कार्यविधि अनुसार चाहिँ हामीले पनि उहाँहरूले खरिद गरेको परिमाणको आधारमा हामीले सोही अनुसार चाहिँ मूल्याङ्कन गरेर उहाँहरूलाई प्रोत्साहित गर्ने कार्यक्रम राखेका छौँ।